सुसम्पन्न हुन गइरहेको छ। त्यसैले सबैले आफ्नो लहर मेट्नु हुनेछ। म सबैलाई अनुरोध गरेँ। सांस्कृतिक महोत्सव खुला प्रतियोगिता 2083 को अंतिम दिन अर्थात विशेष गरी अत्यन्तै चर्चित यो भूमि नाच प्रतियोगिता तपाईं हाम्रो देशमा करिब अन्तिम समयमा पुगिरहेको छ। दर्शक महानुभावहरूले उत्तिकै माया उत्तिकै साथ र समर्थन दिइराख्नु भएको छ र विशेष गरी हाम्रो देशमा भूमि गाउँपालिका वडा नम्बर 6 महत्ले आफ्नो दमदार प्रस्तुति राखिरहेको छ।
हामी सबैले यो प्रस्तुतिलाई निहालिरहेका छौँ। यहाँको अब थोरै समय बाँकी रहेको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। अब 5-7 मिनटमा उहाँले आफ्नो विभिन्न विधाहरूलाई टङ्ग्याउनुहुनेछ र सँगसँगै यो भुमे छ लहटको यो भुमे नाच यो छोटो भुमे सांस्कृतिक महोत्सव जिल्ला प्रतियोगिता 2083 को लागि अन्तिम र आउँदा दिनमा यादगार र स्मरणयुक्त रहनेछ। त्यसैले गर्दा उहाँहरू सँगसँगै उहाँको निर्धारित समय सकिनु लगत्तै अरू व्यक्तित्वहरू पनि सबैजना यो भुमे नाचमा तपाईँहरू जोडिन सक्नुहुनेछ। सबैले भुमे नाचको एउटा रौनकता, भुमे नाचको एउटा खुसी आफ्नो स्वर आफै नाचेर पनि तपाईँहरूले ल्याउन सक्नुहुनेछ। त्यसैले गर्दा बिस्तारै हामीलाई मौसमले पनि कहीँ कतै समस्यामा पार्छ कि जस्तो हामीले देखिरहेका छौँ। यहाँ धेरै व्यक्तित्वहरू उपस्थित हुनुहुन्छ। धेरै जिल्ला, फरक जिल्ला, फरक प्रदेश, धेरै ठाउँबाट यो भूमि सांस्कृतिक महोत्सवलाई निहाल्नको लागि धेरै व्यक्तित्वहरूको अत्यन्तै महत्त्वपूर्ण उपस्थिति तपाईँ हाम्रो बिचमा रहेको छ र विशेष गरी हामी यो महोत्सवको विगत वर्षहरू झैँ असारको 2 गते हामीले भव्यताका साथ लुम्बिनी प्रदेशका सभामुख माननीय तुलाराम घरतीज्यूको प्रमुख आतिथ्यतामा अत्यन्तै सौहार्दपूर्ण वातावरणमा हामीले यो महोत्सवलाई समुद्घाटन गरेका थियौँ र आज 2-4 दिन तपाईँ हामी यही धुलो माटोमा खेल्दै गर्दा उपस्थित महानुभावहरू हामी अब अन्तिम चरणमा आइपुगेका छौँ। हामीसँग यो तन्तलापुर घाममा पनि अत्यन्तै मेहनतका साथ निर्णायक मण्डलहरूले पनि उत्तिकै आफ्नो मेहनतलाई देखाइराख्नु भएको छ। सम्पूर्ण निर्णायक मण्डलजीहरूप्रति आवश्यक हार्दिक आभार व्यक्त गर्न चाहन्छु। त्यसैले हामीलाई विभिन्न सुरक्षा निकायहरूबाट पनि हामीलाई त्यत्तिकै सहयोग गरिराख्नु भएको छ। विभिन्न तहका तहका सहयोगकर्ताहरूले आम मानवतालाई हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छौँ। हाम्रा स्वयंसेवक साथीहरूले त्यत्तिकै सहयोग गरिराख्नु भएको छ। आफ्नो तर्फबाट यदि सकारात्मक सहयोग प्राप्त भए यसको हामी ऋणी भएका छौँ। अब दिनुहुनेछ र अरू तपाईँहरू पनि आएर यसमा नाच्न सक्नुहुनेछ, तपाईँहरू सरिक हुन सक्नुहुनेछ।
ज्यूले हजुरहरूलाई सानो पुरस्कारको व्यवस्था गर्नुभएको छ। यो टिमसँग तपाईँहरूको निराश सक्नुहुनेछ। अब हामी आजको भूमि नाचको अन्तिम प्रस्तुति